हामीलाई रुगा खोकी लाग्दाखेरि हामीले घरेलु उपचार पनि गर्न सक्छौं। यसरी एउटा भाँडामा पानी उमाल्ने अनि हामीले कपुरको केही टिक्की लिने। यसरी पानी उम्लेपछि कपुरको टिक्की यसरी यो तातो पानीमा राख्ने। 2 टिक्की 3 टिक्की 4 टिक्की आवश्यकता अनुसार यसरी राख्ने। अनि यसरी कपुरको टिक्की राखिसकेपछि अनि यस्तो बाक्लो अथवा हैन कुनै सुती रुमालले आफ्नो टाउकोमाथि राखेर अनि नपोल्ने गरी आफ्नो फेसलाई नपोलोस् भनेर अलिकति टाढाबाट यो बाफ लिने। बाफ लिने भनेको यो कपुर राखेको उम्लेको पानीमा यो जुन बाफ आइरहेको छ यो बाफलाई चाहिँ नाकबाट सासबाट लिने। यसमा सास फेर्ने। अनि यसरी सास यसमा फेर्दाखेरि यो भित्र हाम्रो यो कपुरको बाफ चाहिँ भित्रसम्म जान्छ हाम्रो हैन, लङ्सहरुतिर जान्छ, छातीमा जान्छ अनि त्यो छातीमा भएको कफहरु पनि यसले निकाल्छ। अनि भित्रसम्म बसेको सर्दीहरु हुन्छ नि हाम्रो हिटिङ सिस्टमहरु नभएको बेलामा अनि बत्तीहरु नभएको बेलामा पनि हामीलाई त्यो जिउ जोगाउन गाह्रो भइरहेको हुन्छ एकदम चिसो भएकोले। अनि यस्तो बाफहरु लिएर सास फेर्दाखेरि चाहिँ हाम्रो छातीहरु जोगिन्छ। अनि जस्तो कि अब चाहिँ निमोनिया ब्रोन्काइटिसहरु बेला बखतमा हुने समस्या हुन्छ। अनि सर्दी लाग्न साथै यस्तो दिनको 2 चोटी अथवा हैन दिनदिनै यसरी कपुरको बाफ लिन थाल्यो भने अनि त्यो ब्रोन्काइटिस निमोनिया नहुँदै सर्दी खोकीहरु निको भएर जान्छ। अनि यस्तो यो कपुरको टिक्की सुँग्ने पनि बानी गर्दाखेरि राम्रै हुन्छ खोकीहरु लागेको बेलामा, सर्दी लागेको बेलामा। अनि यो चाहिँ एकदमै अचूक उपाय हो। अनि अब 2-3 दिन गरेर निको भएन भने अथवा सुरुमै यसले कुनै खास इफेक्ट देखाउन सकेन भने, राम्रो इफेक्ट देखाउन सकेन भने तुरुन्तै डाक्टरलाई सल्लाह लिनुपर्छ, डाक्टरलाई देखाउनुपर्छ। अनि यसरी यो पानीमा उमालेको पानीमा यो कपुरको सट्टा हामीले भिक्स पनि राखेर बाफ लिन सक्छौं। थ्यांक यू।